लामो जाने यहाँ पर्नुहुन्छ हाम्रो हरिबलजी काठमाडौँलाई पोल्युसन मुक्त बनाउनु छ भने मुन्द्रे ट्याक्सी भाइ राम्रोसँग पढ्नु पर्यो है भने भाइ भिडियो भइदिएर अन्त फेरि मते फोटो मलाई सेल्फी ल अनि हाम्रो चाहिँ पर्दैन भिडियो घोडा यहाँ रहेछ नि हे तेरि घोडा चढ्नु पर्ने हामी सुन्दर नानीको फोटो ल घोडा मात्र फोटो समाजले खिच्नु पर्छ क्या फोटो त हो नि हाम्रो चाहिएको मजा जस्तो लिनु परिहाल्थ्यो जान्दैन ठिकै छ अहिले गएर फेरि फोटो खिच्नलाई त समस्या फेरि गरेर खिच्नु भोलि खिचाउन न नैनीताल एउटा फोटो खिचाइहाल्यो भने मान्छे ढिला हुन्छ ओरेर जाने गएर मोबाइल लाग्यो त कस्तो आदमी हो यो हेरौँ बहुत अच्छी के आदमी है बहुत अच्छी के आदमी है ना ये जाडो भएछ के यहाँ के प्यारे के स्कूल है स्कूल स्कूल है अच्छा बहुत अच्छा का स्कूल है हम लोग यहाँ 10 कक्षा पढ़ते अनि फर्किँदै ल हरिवलमा लाख ल्याङ गर्ने के जहाँ पनि मलाई त डर लाग्न थाल्छ भएछ डराउनु भएन ल कसम डर लाग्छ के लडौँ भने हरिबल आज ल एकताली भाउजू पानी पनि झालौ त उ त भाइले साइकल कुदाएर के तिमीहरू मलाई सिकार पानी परेमा झालौ न झ्याल होइन झ्यालमा कहाँ हो चलाउनै पर्दा भाइ झ्याल छ नि त फुटे त दाइ कति किलोमिटर हो यहाँबाट 5 किलोमिटर हो तपाईँको पेट्रोल हाल्ने हो कि ब्याट्री हो आफै चार्ज हुन्छ नि चार्ज गर्नु पर्दैन नि होइन हजुर ए पानीपुरी कस्तो केटा हो पानीपुरी ठिकै लाग्यो मलाई त एवाला कस्तो अरे 16.175 लाग्यो अब हाम्रो यहाँ इन्टरभ्यू ल सुरु गरौँ न अब अनिलजी भन्नुहोस् तपाईँलाई आजको मुन्द्रे यातायातको बारेमा केही भन्नु छ भने मुन्द्रे यातायातको बारेमा तपाईँ आज मुन्द्रे यातायात चढ्नु हुँदैछ जनताले बुझ्ने तपाईँ भनिदिनुहोस् मुन्द्रे यातायातको अनुभवमा के छ तपाईँको राय अब मैले भन्नुपर्दा म मनोनार आएँ आइरहँदाखेरि अब इन्टरभ्यू पठाइदिनु ल अथवा कल्चर हिसाबले मैले भन्नु अलिक ठिक छ ठाउँ राम्रो छ नराम्रो होइन मान्छे नि धेरै राम्रो भन्छु म तर मेरो आत्मीयता कस्तो हो भने जस्तै नेपाली हामी जनताहरूलाई नेपालीले नेपालीलाई माया गरौँ राष्ट्रियता एकता गरौँ भन्ने किसिमको मान्यता त्यसलाई मद्देनजर गरेर अघि अब घोडा चढ्नेको विषयलाई लिउँ लिउँ त्यहाँ ठिकै छ पुरै लिउँ है भन्ने कुरा भयो स्वार्थ हेर्नु त हुन्छ स्वार्थ हेर्नु भएन त्यसो भएपछि मलाई पारो चढ्छु पारो चढिसकेपछि मैले सोधेँ आखिर के छ हाम्रो नेपालीहरूलाई चढ्ने नि बरु नेपालीले आएर दिउँ न आम जनताले भाषा त्यसरी बुझ्छ तपाईँले भनेपछि नेपाली दाजुभाइप्रति यो माया श्रद्धा भन्ने कुरो पहिलेदेखि हो कि अहिले आएर लास्टमा कुरो चित्त नबुझेपछि तपाईँ नेपाली दाजुभाइप्रति अलिकति आकर्षित हुनुभएको हो कि भन्ने कुरो यहाँ अहिले मिडियामा आइरहेको छ बजारमा त्यसको विषयमा चाहिँ केही भन्नु छ भने जनतालाई प्रश्न हुने गरी बताइदिनु म लेख्छु न एकछिन 10 मिनट ल इन्टरभ्यू म लेख्छु तिमी भिडियो लेख्छ म क्वेसन सोध्छु ल आँखा धुन चाहिँ रिसेन्टली ठिकै छ मेरो कृष्ण भाइ अब हाम्रा कृष्ण भाइ पनि आज मुन्द्रे यातायातमा पहिलोचोटि यात्रा गरिरहनु भएको छ उहाँको अनुभव मुन्द्रे यातायातमा यात्रा गर्दाको पहिलो अनुभव कस्तो हुँदो रहेछ जनताले बुझ्ने भाषामा प्रष्ट रूपमा बताइदिनु भने म हाम्रा सहपाठी कृष्ण पन्थीजीलाई आग्रह गर्छु धन्यवाद मलाई यस्तो महत्त्वपूर्ण कार्यक्रममा बोलाएर चाहिँ मेरो 2 शब्द हार्दिक यस्तो गरौँ ल कृतज्ञता व्यक्त गर्नु वार्निङ हाम्रो गाउँमा जानुपर्छ यो र जहाँ यातायात पुगेको छैन त
ग्रामीण विकास गर्नको लागि यो मुन्द्रे यातायात चाहिँ ठुलो महत्त्व हुन्छ भने हामीलाई लागिरहेछ र हाम्रो पार्टीको पनि त्यही ठम्मै छ। अब आउने निर्वाचनमा हामीलाई जिताउनु भयो भने चाहिँ हामीले प्रत्येक गाउँ गाउँमा एक घर एक मुन्द्रे यातायातको व्यवस्था गरिरहेको सरकारी छुट दिने चाहिँ हाम्रो पार्टीको आश्वस्त जिताउन जान्छ र भोट चाहिँ हामीलाई दिएर हामीलाई चाहिँ बहुमतले जिताउन हामीले अब मेरो इन्टरभ्यू दिनु मेरो छैन सोध्नु पर्यो मेरो पालो पालो अनि माधवज्यू तपाईँ चाहिँ पहिले मुन्द्रे यता चढ्नु भएको थियो अनि तपाईँलाई कस्तो अनुभव भइरहेको छ तपाईँलाई अहिले? अब चाहिने हेर्नुहोस् तपाईँको चाहिने हेर्नुहोस् अब के भन्ने भन्दा अब खास हामी वातावरण विज्ञानका विद्यार्थी अब के अनि ल अनि ल अनि वातावरण विद्यार्थी अनि कहाँबाट के पुग्नु भयो? वातावरण विद्यार्थी भनेपछि यो इको टुरिज्म अनि इको फ्रेन्डली भन्ने कुरो आज मुन्द्रे यात्रामा प्रष्ट रूपमा हामीले बुझेको छ इको टुरिज्म भन्ने कुरो। ल मैले तपाईँलाई बिचमै रोकेँ। इको फ्रेन्डली त भन्नुभयो तर यो चार्जर अलि नेपालमा लोड सेडिङको समस्याले गर्दा चार्जिङ पनि त्यसमा चाहिँ यो सिस्टममा के छ भने तपाईँले यो आफै अब यो भ्याक्युम कुदाखेरि आफै पनि चार्ज हुने एक हिसाबले लपुक चार्जर चाहिँ अब लोड सेडिङ भए पनि गर्न मिल्ने भएको कारणले हामी जस्तो विद्यार्थीलाई सामान्य थियो। मैले हजुरलाई यहीँ रोक्छु एकछिन फोटोसुटमा लाग्ने हो कि ओके यसलाई बन्द गरौँ कि माधव सर? अहिले हाम्रो यो छोटो विज्ञापन पछि हामी फेरि कन्टिन्यू गरौँ यसलाई। तपाईँ अलि अब्जर्भ गर्न मिल्दैन गुरुबाको एउटा यहाँ हो त। ल बस केटा बस मेरो भाइहरू ल टक्क लाएर आज मुन्द्रे यातायातमा चढेर प्रवेश गर्नुभएको छ उहाँको लागि धन्यवाद। ल सकिएको अवस्था हो। क्यामेरा क्यामेरा